नेपालमा चुनाव सकियो। अब सबै इन्भेस्टरको मनमा एउटै प्रश्न छ, चुनावपछि नेप्सेमाथि जान्छ कि फेरि बजारमा ठूलो गिरावट आउँछ? किनकि इतिहास हेर्ने हो भने नेपालमा धेरै पटक चुनावपछि शेयर बजारमा ठूलो र्याली आएको छ, तर यसपालि एउटा खतरनाक संकेत पनि देखिँदैछ। त्यसैले यो भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनकि अन्त्यमा म तपाईलाई बताउने छु अब इन्भेस्टरले कुन स्ट्र्याटेजी अपनाउनु पर्छ। साथीहरू, चुनावपछि शेयर बजार चल्नुको मुख्य कारण हो गभर्नमेन्ट स्टेबिलिटी। जब नयाँ सरकार आउँछ, बजारमा एउटा पोजिटिभ सेन्टिमेन्ट आउँछ। इन्भेस्टरहरूलाई लाग्छ अब डेभलपमेन्ट प्रोजेक्ट बढ्छ, हाइड्रो पावर प्रोजेक्ट बढ्छ, ब्याङ्किङ सेक्टरमा लोन फ्लो बढ्छ र यही कारणले धेरै पटक चुनावपछि नेप्सेमा र्याली देखिएको छ। तर अहिलेको मार्केट सिचुएसन अलि फरक छ। अहिले बजारमा तीनवटा मुख्य फ्याक्टरले काम गरिरहेका छन्। पहिलो, इन्ट्रेस्ट रेट घट्दैछ। दोस्रो, ब्याङ्किङ सिस्टममा लिक्विडिटी बढ्दैछ र तेस्रो, इन्भेस्टर कन्फिडेन्स बिस्तारै फर्किँदैछ। यदि यी तीनै फ्याक्टर पोजिटिभ भयो भने नेप्सेमा ठूलो अपट्रेन्ड सुरु हुन सक्छ। तर साथीहरू, बजार सधैँ एकतर्फी हुँदैन। यदि नयाँ सरकार अनस्टेबल भयो भने मार्केटमा प्रॉफिट बुकिङ आउन सक्छ। त्यसले गर्दा बजार केही समय साइडवेज वा करेक्सनमा पनि जान सक्छ। त्यसैले अहिले इन्भेस्टरले इमोसन होइन, स्ट्र्याटेजी प्रयोग गर्नुपर्छ। अब सबैभन्दा इम्पोर्टेन्ट कुरा, अब इन्भेस्टरले के गर्ने? पहिलो, स्ट्रङ फन्डामेन्टल्ली साउन्ड कम्पनीमा फोकस गर्ने। दोस्रो, मार्केट करेक्सन आयो भने डराएर बेच्ने होइन। तेस्रो, राम्रा स्टकहरू एक्युमुलेट गर्ने र चौथो, लङ टर्म माइन्डसेट राख्ने। किनकि शेयर बजारमा धैर्य राख्ने इन्भेस्टरले मात्र ठूलो प्रॉफिट कमाउँछ। अब तपाईलाई के लाग्छ, चुनावपछि नेप्से 3000 पुग्न सक्छ कि फेरि करेक्सन आउँछ? आफ्नो ओपिनियन कमेन्टमा लेख्नुहोस्। र यदि तपाईलाई डेली नेप्से अपडेट, आइपिओ न्यूज र मार्केट एनालिसिस चाहिन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। म भोलि फेरि नयाँ नेप्से अपडेट लिएर आउनेछु।